भएका सम्पूर्ण महानुभावहरुमा सर्वप्रथम त टोखा नगरपालिका शिक्षा युवा तथा खेलकुद शाखा र मेरो व्यक्तिगत तर्फबाट यहाँहरु सम्पूर्णमा हार्दिक नमस्कार व्यक्त गर्न चाहन्छु। नमस्कार। हामीले यो प्रदेश सामाजिक विकास मन्त्रालयद्वारा आयोजित यस तालिम कार्यक्रममा सहभागी हुने एउटा अवसर प्राप्त गर्दाखेरि एकदमै खुसी लागेको छ र त्यसैमा यो 4 दिनसम्मको तालिमको अवधिभर सिकेका कुराहरू शेयर गर्न पाउने अवसर पाउँदाखेरि झनै खुसी लागेको छ। पक्कै पनि हामीले समाज परिवर्तन र रूपान्तरण गर्नुपर्नेछ भने शिक्षामा लगानी लगाउनु पर्दछ भन्ने मान्यताका साथ जुन शिक्षामा हामीले विभिन्न किसिमका कार्यक्रमहरू सञ्चालन गर्दै आएका छौं, यो चाहिँ एउटा समाज परिवर्तन र रूपान्तरणको लागि महत्त्वपूर्ण एउटा कडीको रूपमा रहेको देखिन्छ। एउटा शिक्षा भन्ने चीज यस्तो चीज हो जसले सम्पूर्ण विकासका पूर्वाधारको आधार प्रदान गरेको हुन्छ। त्यसैले शिक्षामा लगानी लगाउनु, शिक्षालाई व्यवस्थित ढंगबाट अगाडि बढाउनु तीनै तहका सरकारको समन्वय र सहकार्यबाट मात्र सम्भव हुने हुँदा शिक्षाको गुणस्तर विकास गर्नको लागि पनि तीनै तहका सरकारहरू आफ्नो तह र तबकाबाट कटिबद्ध भएर लाग्नुपर्ने आवश्यकता महसुस भएको छ। आजको समय भनेको एउटा 21औं शताब्दीको विज्ञान र प्रविधिको समय हो। एउटा विश्व नै गाउँको रूपमा रूपान्तरण भएको समय हो। यस अवस्थामा हामीले विद्यार्थी भाइबहिनीहरूलाई प्रतिस्पर्धी क्षमता विकास गर्नुपर्ने आवश्यकता हामीहरूको सामु छ। त्यसैले विद्यार्थी भाइबहिनीहरूलाई प्रतिस्पर्धात्मक ढंगबाट सफल बनाएर एउटा समाजलाई समृद्ध बनाउनको लागि विद्यार्थी भाइबहिनीहरूमा यो प्राविधिक शिक्षाको आवश्यकता पर्दछ। साधारण शिक्षाले विद्यार्थीहरूको सोचको दायरालाई फाइलो बनाउँछ, एउटा ज्ञान गुणका कुराहरू सिकाउँछ भने प्राविधिक शिक्षाले ज्ञान गुणका सिकेका कुराहरूलाई व्यवहारमा कसरी प्रयोग गर्ने, एउटा सिपमा कसरी रूपान्तरण गर्ने, आफ्नो जीविकालाई कसरी प्रभावकारी ढंगबाट अगाडि बढाउने भन्ने सन्दर्भलाई प्राविधिक शिक्षाले जोडेको हुन्छ। त्यसैले आजको यो परिवेशमा हाम्रा विद्यालयहरूमा प्राविधिक शिक्षा थोरै मात्रामा मात्र सञ्चालन भएको छ र यसको व्यवस्थापनको पाटो, अनुगमनको पाटो, सुपरभिजनको पाटो कमजोर देखिएको छ भन्ने कुराहरू हामीले हिजोको प्यानल डिस्कसनबाट पनि प्राप्त गरेका छौं। त्यसैले आगामी दिनमा विद्यार्थीहरूलाई प्रतिस्पर्धी बनाउनको लागि प्राविधिक शिक्षा र व्यावसायिक शिक्षालाई प्रभावकारी ढंगबाट अगाडि बढाउनको लागि तीन तहकै सरकारको भूमिका हुँदै गर्दा हामी स्थानीय तहमा रहेर काम गर्दै गर्दाखेरि पनि हामीले अनुगमनका कुराहरूदेखि लिएर व्यवस्थित ढंगबाट पाठ्यक्रममा आबद्ध भएका विषयवस्तुहरूको कार्यान्वयन पक्ष कस्तो छ भन्ने सन्दर्भमा हामी तीनै तहका सरकारहरू संलग्न भएर त्यसको पृष्ठपोषण दिने हो भने पक्कै पनि अपेक्षित उपलब्धि प्राप्त हुन सक्छ। यदि तीन तहकै सरकारको बीच समन्वय र सहकार्य बीच खाडल देखिने हो भने हामीले अपेक्षा गरे अनुसार पाठ्यक्रमले अपेक्षा गरे अनुसारका कुराहरू पूरा हुन सक्दैनन्। त्यसैले प्रदेश समाज विकास मन्त्रालय अन्तर्गत जुन यो नेतृत्व विकास र व्यवस्थापनसँग सम्बन्धित जुन तालिमका कुराहरूको बीचमा हामीले सिक्ने अवसर प्राप्त गर्यौं, ती सबै कुराहरू प्रभावकारी ढंगबाट अगाडि बढाएका छन्, सिकाएका छन् र हामीहरूले यो तालिमको हलमा बस्दै गर्दाखेरि जसरी रमाई सिक्ने अवसर प्राप्त गरेका छौं, त्यसैगरी हामीले आफ्नो कार्यक्षेत्रमा पनि प्रभावकारी ढंगबाट कार्यान्वयन गर्ने एउटा कार्यान्वयन योजनाका साथ हामी अगाडि बढ्यौं भने पक्कै पनि यो तालिमको उद्देश्य पनि पूरा हुनेछ। यो तालिमको उद्देश्य हामी यो हलमा बसेर सिकेर मात्र सम्भव छैन। जब हामीले आफूले सिकेका कुराहरू आफ्नो कार्यक्षेत्रमा, आफ्नो पेशागत विकासका क्षेत्रमा लागू गर्ने हो भने पक्कै पनि यो तालिमको उद्देश्य पूरा हुनेछ र आगामी दिनहरूमा पनि यस्ता कार्यक्रमहरू निकै उपलब्धिजनक हुनेछन्। तालिम प्रदायक संस्थाले तालिम दिने, तालिम सिक्ने सहभागीहरूले चाहिँ तालिमको कार्यान्वयन गर्ने होइन भने त्यसको अस्तित्व रहँदैन। त्यसैले त्यसको अस्तित्व जगेर्ना गर्नको लागि पनि एउटा शिक्षा क्षेत्रमा रूपान्तरण गर्नको लागि, परिवर्तन गर्नको लागि हामीले कस्तो खालको नेतृत्व गर्ने भन्ने कुरा महत्त्वपूर्ण छ। हामीले स्थानीय तहमा बसेर काम गर्दै गर्दा विभिन्न पक्षहरूसँग समन्वय गरेर काम गर्नुपर्ने हुन्छ। जनप्रतिनिधिसँग